नमस्कार साथीहरु, सामान्य प्रिन्ट गरेर कहीं कतै कार्यालयमा पेश गर्न होस् कि अथवा विभिन्न अनलाइन फारमहरु भर्दा होस्, नागरिकता प्रमाणपत्रको दुवैपट्टिको भाग एउटैमा राखेर पेश गर्नुपर्ने हुन्छ। आफ्नो मोबाइलमा नागरिकताको दुवैपट्टिको भाग एउटैमा राखेर सुरक्षित गर्नुभयो भने जहाँसुकै पनि जति बेला पनि काम लाग्दछ। तर एउटैमा राख्ने कसरी? त्यस्तै अनलाइन आवेदनका क्रममा फोटोको साइज बढी वा कम भएर पनि समस्या झेल्ने धेरै नै हुनुहुन्छ होला। ठ्याक्कै तोकिएकै साइजमा फोटोको साइज पनि कसरी मिलाउने त? आउनुस् आजको भिडियोमा नागरिकता प्रमाणपत्रको अगाडि र पछाडिको दुईटै भाग एउटैमा कसरी राख्ने र अनलाइन प्रणालीमा तोकिएको साइजमा कसरी फिक्स गरेर राख्ने, यी दुईटा तरिका बारे चर्चा गर्दैछु। विषयवस्तुमा प्रवेश गर्नुपूर्व यदि तपाईले टेक सोलुसन युट्युब च्यानललाई सब्स्क्राइब गर्न भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला र सँगै रहेको बेल बटनमा प्रेस गरी अल नोटिफिकेसनमा पनि क्लिक गरिदिनु होला। त्यसो गर्नुभयो भने आगामी दिनमा यस युट्युब च्यानलमा अपलोड गर्ने हरेक भिडियोहरुको नोटिफिकेसन यहाँले प्राप्त गर्नुहुनेछ। सबभन्दा पहिले चर्चा गरौं नागरिकता प्रमाणपत्रको अगाडि र पछाडिपट्टिको भाग दुईटैलाई एउटैमा कसरी कम्बाइन गर्ने। यो वेबसाइटमा जानु होला, यसको लिंक म यसै भिडियोको डिस्क्रिप्सनमा राख्ने छु। यहाँनिर इमेज कम्बाइनर अरु अप्सनहरु पनि छ यसमा, तर हामी इमेज कम्बाइन कसरी गर्न सकिन्छ त्यसबारे चर्चा गर्दै छौं र अरु यहाँले यो वेबसाइटमा हेर्दै जानु भयो भने अरु सुविधाहरु पनि तपाईले पाउन सक्नुहुन्छ। इमेज कम्बाइनरमा जाउँ, इमेज कम्बाइनर यहाँनिर बिचमा यसमा क्लिक गर्नु होला। यहाँनिर हेर्न सक्नुहुन्छ मर्ज इमेजेस भनेको छ। कम्बाइन टु फोटोज इन वन फ्रेम विदाउट लसिङ क्वालिटी विथ आवर एआई टुल मर्ज इमेजेस अनलाइन फर फ्री भनेको छ। यो फ्रीमा दुईटा फोटोलाई एउटै पानामा अटाउने गरी मर्ज गर्न सक्नुहुन्छ, तल र माथि अथवा राइट र लेफ्ट साइडमा। मर्ज फर्स्ट इमेज भनेको चाहिँ यहाँनिर अपलोड इमेजमा क्लिक गर्नु होला। नागरिकता प्रमाणपत्रको अगाडिपट्टिको भागलाई सिलेक्ट गरौँ। तपाईले सिधै फोटोलाई ड्र्याग पनि गर्न सक्नुहुन्छ यसरी। अनि सेकेन्ड इमेज यहाँनिर अपलोड इमेजमा क्लिक गरेर यो नागरिकता प्रमाणपत्रको पछाडिपट्टिको यसलाई पनि मैले अपलोड गरेँ। अपलोड गरिसकेपछि अब यहाँबाट तल जानु होला। यहाँनिर यो सेटिङ जस्ताको त्यस्तै राख्दिनु होला, डिफल्ट जे छ त्यही राख्दिनु होला। तपाईले चेन्ज गर्नुभयो भने तल माथि पर्छ। रिड्युस द बिगर इमेज भन्ने छ, यसमै छोड्दिनु होला। त्यसपछि मर्ज डाइरेक्सन राइट र लेफ्ट साइडमा राख्ने, होरिजेन्टलमा राख्ने कि भर्टिकलमा राख्ने, तल र माथि। यो तल थिकनेस हो, दुईटै मर्ज गरेको फोटोको बोर्डर देखाउने कि राख्ने कि बोर्डर नराख्ने, त्यो जेरोमै छोड्दिनु होला। यदि राख्नुहुन्छ भने अलि बढाउँदा पनि हुन्छ, नभए यतिकै छोडेर सिलेक्ट टाइप भनेको चाहिँ मर्ज डाइरेक्सनमा भर्टिकल अप डाउन राख्नु होला। मैले भर्टिकल अप डाउन सिलेक्ट गरेँ। त्यसपछि यहाँनिर मर्जमा क्लिक गर्नु होला। इन प्रोग्रेस भनेको छ। अब यहाँनिर तल रेडी भयो, हेर्न सक्नुहुन्छ। दुईटै तल र माथि आइसक्यो। माथि फ्रन्ट पेज आएको छ भने तल ब्याक साइडको आएको छ। अब तपाईले तीनवटा फर्म्याटहरु छ, जेपीजी, पीएनजी, वेब फर्म्याट। तीनवटा फर्म्याटमा छ। पीएनजी फर्म्याट जेपीजी फर्म्याट भन्दा अझ अलिक क्वालिटी र बढी साइजको हुन्छ, अनि वेब फर्म्याट जेपीजी भन्दा पनि अझ थोरै कम साइजको हुन्छ र क्वालिटी पनि कम हुन्छ। तर यसमा त्यति धेरै क्वालिटी लस गरेर देखाउँदैन, अलिकति क्लियर नै हुन्छ। यो तपाईले आफैले पनि चेक गर्दा हुन्छ। जस्तो मैले यो फोटो स्याम्पल नागरिकतालाई यहाँनिर जेपीजी फर्म्याटमै डाउनलोड गरेर देखाउँछु। यो डाउनलोड फोल्डरमा बस्छ, कम्बाइन्ड भनेर आयो। अब यसको साइज हेरौँ, 267 केबी छ। यो स्पष्ट नै छ जेपीजीमा भए पनि। अब फेरि पीएनजी फर्म्याटमा डाउनलोड गरौँ। पीएनजी फर्म्याटमा डाउनलोड गरिएको फोटोको साइज कति हुन्छ यो पनि हेरौँ। त्यसपछि वेब फर्म्याट, यो तीनटैलाई हामी यहाँनिर यसरी कम्पेयर गर्न सक्छौँ। जस्तै यो जेपीजी फर्म्याटमा 267 केबी थियो भने पीएनजी फर्म्याटमा 1.07 एमबी छ। एमबी धेरै ठुलो साइज हो। यो वेब फर्म्याटमा 93.8 केबी मात्रै छ भने यो सबैभन्दा सानो साइज भनेको वेब फर्म्याटमा हो। पीएनजी फर्म्याटको यो क्वालिटी हेर्दाखेरि उस्तै छ, धेरै फरक त हुँदैन। तर पीएनजी फर्म्याटको क्वालिटी अरूभन्दा तुलनात्मक रूपमा क्लियर नै हुन्छ। र वेब फर्म्याटको पनि त्यति नराम्रो छैन। यो सिस्टमबाट हामीले कन्भर्ट गरेको क्लियर नै छ। जे जस्तो पीएनजी फर्म्याटमा छ त्यस्तै नै छ, धेरै फरक छैन। थोरै तलमाथि होला, तर साइज भने पीएनजी फर्म्याटको बढी छ। अब हामीले रिसाइज यताबाट पनि गर्न सक्छौँ। यसमा इमेज अपलोड गरेर, जस्तै पीएनजी फर्म्याटलाई अपलोड गरौँ। यसरी अपलोड गरेर तपाईले त्यसको विड्थ र हाइट यसको बारेमा थाहा छ भने त्यो राख्न सक्नुहुन्छ। तर यो म्याक्सिमम धेरैलाई यो कन्फ्युज हुन सक्छ। रिसाइजका लागि बाइ पर्सेन्टेज नै गर्दा राम्रो हुन्छ। यता दायाँपट्टि बाइ पर्सेन्टेजमा जानु होला, अनि कति पर्सेन्टमा झार्ने भन्ने हो, अथवा कति पर्सेन्ट रिसाइज गर्ने। 25% गर्ने हो भने 75% फोटोको साइज हुन्छ। जस्तो 50% गर्ने हो भने 50-50 भयो। 75% गर्ने भने 25% क्वालिटीमा झर्छ। त्यही भएर तपाईले साइज चुज गर्दाखेरि यहाँनिर क्लिक गरेर अनि रिसाइजमा क्लिक गर्नुपर्ने हुन्छ। यो पोर्टलमा भएको सिस्टम अनुसार 50% मा गरे रिसाइज गरौँ। अब रिसाइज गरेर यहाँ जिप डाउनलोड भन्ने पनि छ,
तर डाइरेक्ट एउटा मात्रै फोटो भने तपाईले यहाँनिर डाउनलोडमा क्लिक गर्नुभयो भने सिधै डाउनलोड हुन्छ 295 KB 1 MB भन्दा पनि बढी साइज थियो PNG फर्मेटको भने अहिले 295 KB मा यो झरेको छ भने रिसाइज राम्रैसँग भएको छ यसमा अरु पनि अप्सनहरु छ जस्तो JPG कन्भर्टर जस्तो यो इमेज हामीले अपलोड गरौँ त्यसपछि यहाँनिर JPG to ICO BMP SVG PNG लगायत फर्मेटहरु छ कुन फर्मेटमा तपाईले कन्भर्ट गर्ने हो त्यो यहाँ गर्न सक्नुहुन्छ डाउनलोड गर्ने तरिका उही नै हो PNG कन्भर्टरमा पनि JPG वेब BMP लगायतको यो यहाँ राखिएको जति पनि फर्मेटहरु छ त यदि तपाईसँग PNG फर्मेटमा फोटो छ भने JPG फर्मेटमा अथवा अरु BMP लगायत अरु फर्मेटहरुमा कन्भर्ट गर्न सक्नुहुन्छ यसरी यो वेबसाइटबाट यहाँले फोटोलाई कम्बाइन गर्ने रिसाइज गर्ने र विभिन्न फर्मेटहरुमा कन्भर्ट गर्ने काम यो वेबसाइटबाट गर्न सक्नुहुन्छ र यो वेबसाइटको बारेमा यति नै मैले पनि लामो समयदेखि प्रयोग गर्दै आएको अर्को वेबसाइट कुनै पनि फोटोको साइजलाई फिक्स साइजमा कन्भर्ट गर्नका लागि imageresizer.com भन्ने छ यसमा जानुभयो भने यहाँ बिचमा रिसाइज एन्ड रिड्युस भन्ने छ यसमा गएर यो वेबसाइटमा यहाँनिर सिलेक्ट इमेज गर्नु होला तपाईको फोटोको साइज कति राख्नु पर्ने हो जस्तो मानौ मसँग 507 KB छ यसलाई म अपलोड गर्छु अपलोड गरेपछि अब यहाँनिर फर्मेट हामीले चुज गर्नुपर्ने हुन्छ कुन फर्मेटमा राख्ने JPG JPEG PNG अथवा PDF कुन फर्मेटमा राख्ने हो अथवा PDF मा पनि राख्न सकिन्छ विड्थ हाइट राखेर यहाँ पिक्सलमा राख्ने कि इन्च सेन्टिमिटर अथवा mm के मा राख्ने हो यहाँले राख्न सक्नुहुन्छ तर यो छोड्दिनु होला तपाईले सिधै तल कति KB साइज तपाईलाई आवश्यक परेको हो यसमा साइज राखेर KB MB बाइट्स त अब धेरै सानो हुन्छ तर KB र MB तपाईलाई म्याक्सिमम चाहिने भनेको KB नै हो KB साइजमा राख्नु होला जस्तो मानौ म यहाँनिर 200 राख्छु 200 साइजमा कन्भर्ट गर्छु 500 भन्दा माथि थियो भने 200 KB मा यसलाई JPG फर्मेटमा कन्भर्ट गर्छु यहाँनिर डाउनलोडमा क्लिक गर्नु होला अब यति गरेपछि अब एकैछिन तपाईले कुर्नु पर्ने हुन्छ थोरै अब यो रेडी भइसकेपछि डाउनलोड इमेजमा क्लिक गर्नु होला डाउनलोड भइसकेको छ फन्ट इमेज रिसाइजर भनेर 198 200 KB मा झार्न खोजेको भएको छ ठ्याक्कै 200 भएन तर 2 KB कममा अथवा 198 KB मा यो फोटो रिसाइज भएको छ यदि तपाईको फोटोको साइज 500 KB छ र तपाईले 300 KB मा झार्न खोज्नु भयो भने ठ्याक्कै 300 नभएर 298 त्यस्तो हुन्छ 1-2 KB को तलमाथि पर्छ तर जस साइज हेर्न सक्नुहुन्छ 200 KB डिस्क साइज 198 KB साइजमा यसरी यो रिसाइज भएको छ यसरी तपाईले रिसाइज गर्न सक्नुहुन्छ यहाँ अरु पनि अप्सनहरु छ यहाँले प्रयोग गर्न सक्नुहुन्छ जस्तै रिमुभ ब्याकग्राउन्ड क्रप इमेज रिसाइज इमेज चेन्ज इमेज साइज इमेज फिल्टर लगायत धेरै अप्सनहरु छ यहाँले वेबसाइटमा खेल्दै जानु भयो भने तपाईलाई त्यसको अनुभव हुनेछ दुईवटा फोटोहरु कसरी कम्बाइन गर्ने नागरिकता प्रमाणपत्रको अगाडि र पछाडिपट्टिको भागलाई कसरी एउटैमा कम्बाइन गर्ने विभिन्न फर्मेटहरुमा फोटोलाई कन्भर्ट कसरी गर्ने र चाहिएकै साइजमा फोटोलाई कसरी कन्भर्ट गर्ने लगायत यिनै विषय बारेको यो भिडियो यही समाप्त हुन्छ अर्को दिन फेरि नयाँ भिडियोको साथ तपाईहरुमा उपस्थित हुनेछु तबसम्मका लागि टेक सोलुसन टिप्स च्यानललाई लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला धन्यवाद।